नयाँ वर्षको दिन चाहिँ के खाने भनेर दोधारमा हुनुहुन्छ। दुनोट बनाएर खाऊँ है साथीहरू। आज म चाहिँ दुनोट बनाउन जाँदैछु, नयाँ वर्षको स्पेसल। हजुरहरूले पनि यस्तै बनाएर खान सक्नुहुन्छ। सुरु गरौँ है त। अब सुरुमा त मैले 1 कप दुधलाई लिएँ र यसमा ड्राई इस्टलाई राख्दैछु, साथै अलिकति नुन, अलिकति चिनीलाई पनि राख्छु। अनि मैले चाहिँ घिउलाई पनि राख्ने भए अलिकति घिउ चाहिँ पगालेर राख्दा अति राम्रो हुन्थ्यो। मैले चाहिँ नपगालेर राखेँ। यसलाई चाहिँ अब पिठोसँग मजाले मुस्नु पर्ने हुन्छ र यसलाई चाहिँ मजाले यतिको मलिसकेपछि चाहिँ यसमा आवश्यकता अनुसार पिठो राख्न सक्नुहुन्छ हजुरहरूले। मैदाको पिठो अब मैले चाहिँ अलिकति राखेँ। अनि यसमा अब यसरी पिठो मुस्दै जाँदाखेरि पुगेन भने चाहिँ दुधहरू पनि हजुरहरूले थप्न सक्नुहुन्छ। र मैले चाहिँ पिठो मुस्दैछु। पिठो यतिको भइसकेको छ। लगभग अब मेरो डो पनि रेडी भयो। हेर्न सक्नुहुन्छ साथीहरू, पिठो चाहिँ एकदम मजाले मुस्नु पर्ने हुन्छ, मिच्नु पर्ने हुन्छ। र यसलाई चाहिँ म अब 6-7 घण्टाको लागि चाहिँ हावा नछिर्ने गरी छोपेर राख्दैछु। र 6-7 घण्टापछि यसलाई खोलेर हेर्दाखेरि हाम्रो पिठो चाहिँ यतिको फुलिसकेको छ। यो चाहिँ दुनोट बनाउनलाई रेडी भइसकेको छ अब हाम्रो पिठो। र यता मैले पुरी बेलिसकेको छु पहिला नै। र यो बेलिसकेको पुरीमा चाहिँ एउटा ठुलो बटुकोले अलिक ठुलो आकारको पुरी बनाएर त्यो पुरीको बिचमा चाहिँ फेरि प्वाल बनाउनको लागि चाहिँ सानो पेप्सीको बिर्कोले चाहिँ म यसलाई काट्दैछु। हेर्न सक्नुहुन्छ, अलि मजाले थिच्नलाई यसरी काट्दाखेरि चाहिँ नभए काटिँदैन हो। अनि यो अब बिचको यो पेप्सीले काटेको भाग चाहिँ निकालेर राख्ने हाम्रो। अनि यो वरिपरिको भाग पनि निकालिदिने। र यतिको निकालिसकेपछि हाम्रो डुनोटको सेप चाहिँ बनिसकेको छ। र अब यसलाई म उकाउन जाँदैछु। यतिको भइसक्यो हेर्नुहोस् है। र यता तेल तताइसकेको थिएँ मैले। सुरुमा चाहिँ एउटालाई राखेँ अब कस्तो हुन्छ है भनेर। यसलाई चाहिँ अलिक तेलमा मजाले डुबेन भने चाहिँ यसलाई डुबाउनु पर्ने हुन्छ। अनि यसलाई हल्का थिच्दै तेल माथिबाट लगाइदिँदै पकाउन सक्नुहुन्छ। मेरो चाहिँ तेल अलिक बढी तातो भएछ कि धेर तातेर आगो बढी भएर चाहिँ एकैछिनमा पाकिहाल्यो नि, रातो भयो। यसै गरी म फेरि अब अर्कोचोटि चाहिँ 3टालाई राखेर पकाउँदैछु। 3टालाई राखेर पकाउँदा हेर्न सक्नुहुन्छ कस्तो मजाले फुलिएको छ है। हाम्रो डुनोट चाहिँ यसरी रेडी हुन्छ। साथै फेरि म अर्को 3टालाई नि पकाउँदैछु। यसको चाहिँ कलर एकदम दामी दुनोटको जस्तै आएको। अहिलेको चाहिँ हल्का फिका जस्तो आइरहेको थियो एउटा चाहिँ। अनि मैले चाहिँ लगभग दुनोट चाहिँ पकाएर रेडी गरिसकेँ, हेर्न सक्नुहुन्छ। हजुरहरूले पनि यसरी नै न्यू इयर स्पेसल केही बनाएर खान सक्नुहुन्छ। मैले चाहिँ दुनोटहरू बनाएर खाने सोचेकोले यो भिडियो हालेँ है हजुरहरूमाझ।